hello everyone, it's me, Amish Professor. सबजना सन्चै हुनुहुन्छ होला, म सन्चै आराम छु। नेक्स्ट ब्लग सुरु भइसकेको छ र आजको ब्लग चाहिँ के को छ भने आजको चाहिँ राइडको भिडियो छ र के कस्तो हुन्छ हेर्नु। डेभिड त्यहाँ चाहिँ कार्यक्रम चलिरहेको छ त्यही हो। जम सो गाइस हामी चाहिँ पहिला थानीमाई मन्दिरबाट हिँडिसकेको छौँ। जम सो गाइस हामी चाहिँ वहाँ राम मन्दिरबाट थानीमाई मन्दिर। ओहो दाइ त्यसो भने त हिँड्दिन हौ। ल दाइ जाउँ हामी अगाडि जाउँ कि त्यो सही छैन। अब चाहिँ हाम्रो लोकेसन भनेको गढीमाई हो, सानो गढी पाएँ। जम अब खाली चाहिँ जम। सो गाइस जम रङ गाउँ यहाँ त डेभिड। जम दाइ जाउँ अगाडि जाउँ के मजा आउँछ। जम नक्साइ डम। सो गाइस हाम्रो अगाडि चाहिँ हुनुहुन्छ नक्साइ यो। हामी चाहिँ चितपुर आइपुग्न आँट्यौँ। अब यहाँबाट चाहिँ बिस्तारै हिँड्नु भन्नुहुन्छ। कस्तो आइरहेछ साउन्ड मलाई पनि थाहा छैन, फर्स्ट टाइम हो। सपोर्ट गरिदिनु है गाइज। अब म चाँडै गोप्रो ल्याउने छु। आज 12 कोरा 2020। जम हिँड डेभिड त खतरा हान्छ त गाइस। यो क्यामेरा चाहिँ हल्का हलिरह होला गाइस, मलाई अलिक फर्स्ट टाइम भएर हो, के छैन। लस भयो यस्तै हुने भयो। ल हिँड सिनेमाको मोडल भन्दा कम भिडियो क्वालिटी र हाम्रो यहाँ नक्सा हुन्छ अगाडि र डेभिड छ। अनि हामी चाहिँ लल्का पुलमा ठ्याक्कै आइसकेको छौँ। ल पिप जम अगाडि हान्यो गुल्डी लास अगाडि हान्यो। So guys,
अनि नक्स्दै अहिले के हो सो भिडियो क्वालिटी कस्तो आइरहेको छ गाइस मलाई नि थाहा बिस्तारै भाइ एकछिन ल गाइस म चाहिँ कटिसकेको छु हजुर हजुर र हाम्रो त्यताबाट जानुपर्ने हुन्छ यहाँ आएर सो गाइस झन्डै सो अब म कुदाउँछु यार हाम्रो अर्को डेस्टिनेसन त्यहाँ गढीमाई मन्दिर आइसकेका छौँ त्यो र डेभित्र नक्स्दै चाहिँ अगाडि जानु भइसकेको छ जय गढीमाई जय गढीमाई जय गढीमाई अब एकछिन हामी यहाँ राख्छौँ होला ओ यहाँ जो नक्स्दै एकछिन पछि भेट्छु है त गाइस मेरो साइकल यहाँ छ र मेरो साइकल चाहिँ यहाँनिर के भएको हो थाहै भएन र यहाँ यसो चल्ला छ म एकछिन पछि भेट्छु है त जमजम्दै अगाडि अटोभन्दा न जम गयो साइकल पादी
जाम हो अब चाहिँ कुन सरकारी साइकलिङ बोलबम चाहिँ किन भन्छ उहाँलाई बोलबम भनिदिनु बोलबम भन्नु भइरहेको के बोलबम भने के हो बोलगम भन्नु भइरहेको थियो अङ्कलहरूले डुम्बरवाना 2 किलोमिटर हावामा थाकेर चलाइरह थाकी चलाइरह बन्ने मैले हेरेको बनाएको कन्टेन्ट केटा कन्टेन्ट नक्साइ कुदा मेरो बाबाको मेरो मम्मीको त भएको थियो म डिलिट गरिहाल्छु युट्युबमा उही पानी त अहिले त हरियो देखिरहेमा पानी पऱ्यो होइन कस्तो हरियो देखिरहेको खै सुवर्ण धेरै अगाडि सुवर्ण ऊ देखा सुमलाई चाहिँ सुमलाई त रोक्ने ठाउँमा चाहिँ हल्काइरहेको ओए दुधबाट पनि पानी आउनु थालेछ हौ आउँछ पानी पर्ने बित्तिकै आउँछ अरू बेला आउँदै आउँदैन हल्का ठुलो पानी पर्ने बित्तिकै आउँछ ओइ त्योभन्दा राम्रो चाहिँ अर्को खान्छ त्यो यस्तै अर्को यहाँसम्मको वाला रेनबोको ओए आन्टीले पनि कुदाउनु भयो है कस्तो गर्न सिस्नु गर्न है त्यो थाकिसक्यो गाडीमा त होइन होला पछाडि चाहिँ होला हामी अलवेज अगाडि आए आग्रोनमा झन् चाक दुख्दो रहेछ मलाई
अब चाहिँ जम यार अगाडि यस्तो खालीमा जम 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 आयो आयो हेर्न मोटे थाकेको गयो 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 कुदायो त्यही कस्तो आएको टाइमभन्दा अगाडि कति छ जम त सक्छ अब कतै रामेन थाहा छैन गयो गयो चढ्यो जम जम एकदम एकदम गयो गयो ल्याप ल्याप ओभर ल्याप यतै
कहाँ होला घर बार कहाँ होला घर कहाँ होला घर बार कहाँ होला घर चिठीले पठाउला के हो यसमा चिप लिन्छ है दाइ अलि यसमा चिप लिन्छ के यसमा ग्राभल हो के चिप लिन सक्छ भने Thank you for watching my video र जो चाहिँ लास्टसम्म हेरिदिनु भएको छ र कस्तो भयो कमेन्ट डाउन बिलो र सब्सक्राइब चाहिँ नबिर्सिकन गरिदिनु होला र यो चाहिँ फर्स्ट पार्ट हो र सेकेन्ड पार्ट नि केही दिनपछि आउनेछ र आज चाहिँ नेपाल बाई